हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै आरामै छु। आज चाहिँ हामी पशुपतितिर घुम्न आएका छौँ। आज चाहिँ तपाईँहरूलाई म पशुपतिको भ्यू देखाउनेवाला छु गाइज। सो लेट्स सी चामै त अब पशुपति भ्यू हेर्न। ल गाइज अहिले चाहिँ हामी टक्क लगाएर माथितिर आइसकेका छौँ। माथिबाट तल जाँदैछौँ होइन। तलको भ्यू तपाईँहरूले देखाउनेवाला छौँ। अहिले चाहिँ हामी यहाँ टक्क हिँडिरहेको छौँ, म र मेरो साथी। टक्क यतातिर चाहिँ अब आज त खासै मान्छेहरू देखेको छैन गाइज। अब तलतिर देखाउनेवाला छौँ। तलतिर तपाईँहरूलाई पशुपतिको भ्यू के कस्तो छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अहिले चाहिँ हामी टक्क यहाँ हात छिराउने साउको माथिनिर पुगिरहेको छौँ गाइज। तल मान्छेहरू त्यो छिराइरहेको कि के गरिरहेको टक्क लगाएर हामी चाहिँ माथिबाट हिँड्दैछौँ। अहिले चाहिँ त्यहाँ हामी हात छिराएर पनि देखाउँछु तपाईँहरूलाई। अहिले सिडीमा छौँ हामी, यसरी हिँडिरहेछौँ गाइज। यहाँ टक्क लगाएर हात छिराउनलाई यहाँ कुरिरहेछौँ, छिराउनेवाला छौँ टक्क लगाएर। सबै छिराउने छिराउँछ ल है भएको तपाईँहरूको टक्क लगाएर अहिले चाहिँ हामी छिराउँछौँ गाइज। है त टक्क लगाएर ल छिरेन है त। अब छिरेन हुन्छ होला तर छिराउनु होला। ल हामी चाहिँ आजलाई छिरेन, अब तलतिर जान्छौँ गाइज। टक्क ल गाइज हात पनि छिरायो तर छिराउनु सकिएन होइन। सुमनले चाहिँ छिराउँथ्यो होला, मैले चाहिँ छिराउनु सकिनँ। अब चाहिँ हामी अब तलतिर पशुपतिको माथितिर जाँदैछौँ। पशुपतिको माथिबाट भ्यू देखाउँछु तपाईँहरूलाई। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। टक्क लगाएर अब चाहिँ हामी हात पनि नछिर्यो, त्यही पनि अब नछिरेपछि अब हामी अगाडितिर जाँदैछौँ गाइज। टक्क लगाएर होइन के कसो सुमन के कसो ए सही हो सही टक्क लगाएर यतिको हुनु पऱ्यो नि त। पर्यो सुमन चाहिँ हेर्छौँ भएर हिँड्दा गाइज काट्दै लगाएर अहिले चाहिँ टक्क हामी पशुपति माथितिर आइसकेका छौँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब उता यतातिर चाहिँ मान्छेहरू बसिरहन होइन। हामी चाहिँ उयो अगाडितिर जाँदैछौँ गाइज। टक्क लगाएर यहाँ अब तल चाहिँ यस्तो देखिन्छ। तल चाहिँ बबाल तरिकाले मान्छे जलाइरह होइन, मान्छेहरू जलाइरहेछ। मन्दिर पनि छ यता। अब यता पशुपति मेन मन्दिर भनेको चाहिँ त्यही हो, हेर्न सक्नुहुन्छ तपाईँहरूले। टक्क यहाँबाट यस्तो देखिँदो रहेछ गाइज। मेन मन्दिर चाहिँ यो हो होइन। यहाँ चाहिँ पूजा गर्न आउँछन् बिहान बिहान मान्छेहरू। तल चाहिँ मान्छेहरू पनि जलाइरहेछ अहिले, हेर्न सक्नुहुन्छ तपाईँहरूले। उतातिर पनि जलाइरहेछ गाइज। अब चाहिँ हामी यताबाट तल मान्छे जलाएको ठाउँ हुँदै अब उता जानेवाला छौँ गाइज। हामी पशुपति मुभीहरूमा यो देखाइरहेछ नि, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो पुरै देखाएको छ होइन बबाल तरिकाले क्या। पशुपति मुभीमा चाहिँ खतरा देखाएको छ अनि यही ठाउँ हो क्या पशुपति मुभी चाहिँ बनेको होइन। हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब अगाडितिर चाहिँ मान्छेहरू जलाइरहेको हुन्छ। अब एकछिनमा चाहिँ आरती पनि स्टार्ट हुन्छ होइन। त ल गाइज यहाँ चाहिँ पशुपतिमा टक्क यहाँ पूजाको सामानहरू यता राखेको छ, यसरी देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। टक्क लगाएर चाहिँ यस्तो छ। अब हामी पशुपतिबाट बाहिर लगभग पुग्न निस्किन लागिसकेका छौँ। यहाँ चाहिँ टक्क लगाएर हेर्न सक्नुहुन्छ यताको भ्यू। यताबाट त यस्तो बबाल देखिन्छ कता। ल गाइज अहिले चाहिँ हामी अब टक्क लगाएर रात पनि परिसक्यो होइन, माथिबाट आइसक्यौँ। हेर्न सक्नुहुन्छ अब हामी बाहिर निस्किन लाग्छौँ लगभग। गाइज अहिले चाहिँ अब हामी बाहिर निस्किन लागिसक्यौँ। धेरै अब घुमियो होइन, माथि पनि घुमियो तल पनि घुमियो। अब धेरै भयो, त्यही भएर चाहिँ अब हामी बाहिरतिर जाँदैछौँ। अहिले चाहिँ अब मान्छेहरू आरती हेर्नलाई पनि आइरहेका छन् होइन पशुपतिमा। अब यस्तै हो, राम्रो छ। अहिले चाहिँ मान्छेहरू किन हो खै अब कम छन् आज चाहिँ, अरू दिनमा चाहिँ धेरै भइरहेको हुन्छ। टक्क लगाएर अहिले चाहिँ हामी बाहिर घरतिर जान लागिसक्यौँ गाइज। सो अब चाहिँ भिडियोलाई चाहिँ अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को अब चाहिँ डेली भ्लग आउँछ गाइज। भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अनि टिकटक आइडीलाई पनि फलो गरिदिनु होला र इन्स्टाग्राम आइडीलाई पनि फलो गरिदिनु होला गाइज। ल आजलाई चाहिँ यति नै।